नमस्कार छ। देखिहाल्नु होला यो मकै हेर्नुहोस् त, बाँझोमा रोपेको मकै, बाँझो खेतमा रोपेको मकै। उर्लाबारी नगरपालिकाको आयोजनामा गत मङ्सिर 28 गते रोपेको मकै आज यत्रो भएको छ। हेर्नु त के कम छ र, बाँझोमा रोपेको मकै यत्रो छ। जहाँ यहाँ देख्न सकिन्छ, अन्त अन्य ठाउँमा रोपेर चोतेर लगाएको भन्दा कुनै कमी छैन, अझ राम्रो छ। म यो अपडेटको लागि आइरहेको छु। हेर्नु कति राम्रो मकै यत्रो भइसकेको छ। यस्तै प्रविधिको लागि चाहिँ हामी चाहिँ अग्रसर हुनुपर्छ। यदि कुनै जानकारी अथवा सेवा चाहिएमा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हस्, नमस्कार छ। यो बोर्ड हेरिहाल्नुभयो र यो बोर्डको अनुसार चाहिँ यो बाँझोमा रोपेको मकै र यो हो उर्लाबारी नगरपालिका वडा नम्बर 4 मा रहेको खेती। र यो चाहिँ नगरभरि डेमो कार्यक्रम सञ्चालन गरेको थियो र यहाँ पनि यसरी लगाइएको छ। हेर्नुहोस् त, यस्तो बाँझोमा मकै कति मजाले आएको छ। यो नगरपालिकाको कृषि शाखाको बजेट अनुसार सञ्चालन भएको कार्यक्रम। सबै मकै राम्रो छ र यो चाहिँ एउटा सफल प्रविधि हो है भनेर देखाउनको लागि मैले यी भिडियोहरू बनाइराखेको छु। हेर्नु त कति राम्रो छ। उर्लाबारी नगरपालिकाले गरेको बाँझोको खेती प्रविधि, जसमा चाहिँ यो मकै छर्दाखेरि प्राविधिक सहयोग म आफैले गरेको थिएँ र उहाँहरूले बिचबिचमा झार मार्ने विषादी र मलको प्रयोग गरिसक्नु भएको रहेछ। यस्तो छ र यो प्रविधि चाहिँ अपनाउँदै जानु होला। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धन्यवाद छ र भिडियो मन परे सेयर गरिदिनु होला र एक सब्स्क्राइब पनि गरिदिनु होला।